विजय दाइ र तपाईको चाहिँ बिहा कसरी भएको दिदी? ए विजय दाइ र मेरो यस्तो भएको के विजय दाइ र मेरो यस्तो मेरो बिहे थियो अनि उहाँ सारङ्गी बजाउन आउनुभयो अनि हाम्रो बिहे भएको होइन के खासमा चाहिँ के भएको भन्दाखेरि खासमा चाहिँ के भन्दाखेरि फोटो हेरेर गएले ओके भनिदिएको हो कि विजय दाइको फोटो हेरेर ओके भनिदिनु भयो? त्यही त यस्तो थियो कि अब फोटो ग्रुप फोटो थियो अनि त्यहाँ अब दयाङ राई बुद्धि राई हुनुहुन्थ्यो म त कन्फ्युज भएँ नि। ए हो र? अनि बिहापछि विजय दाइले के भन्नुहुन्छ त? बिहापछि के भन्नु नि बिहापछि पनि त्यस्तै त रहेछ नि साइड रोलै रहेछ बुढीकै पछि पछि लाग्नुपर्छ भन्नु अरू त के भन्नु। अनि तपाईलाई विजय दाइले हनीमुन कहाँ लिएर जानु भएको? हनीमुन एकदम रोमान्टिक डिनर लिएर जानुभयो नि। रोमान्टिक त्यस्तो रोमान्टिक हुनुहुन्छ विजय दाइ? कहाँ लिएर जानुभयो? दया दाइको घरमा खाना खानु लग्यो नि। अनि अस्ति मैले विजय दाइको फिल्म हेरेको थिएँ कि कति साह्रो रुवाउनु भएको। अनि तपाईँलाई घरमा पनि रुवाउनुहुन्छ त्यसरी नै? कहाँ रुवाउनु घरमा त हँसाउनुहुन्छ नि जोक भन्नुहुन्छ घरमा त। ओहो घरमा जोक भन्नुहुन्छ के भन्नुहुन्छ सुनाउनु न। ए बुढी अबबाट त म पनि हिरो हो नि भन्नुहुन्छ। त्यही भने हौ भन्ने अनि सुन्नु न कसैलाई पनि नभन्नु है म एउटा कुरा भन्छु। ए ल भन न भन। उत्सव भन्दा अगाडि मलाई सुन्दरले माग्न आएको थियो नि। हो र अनि के भन्थ्यौ त त्यो बाँदरमुखेलाई? जसले राम्रो जोक भन्छ मलाई हँसाउँछ म त्यहीसँग बिहा गर्छु भने थिएँ नि। ओहो अनि उत्सवले त्यस्तो राम्रो जोक भन्यो? अब सुन्दरको साइकलमा बसेर हाँस्नु भन्दा त बरु उत्सवको गाडीमै बसेर रुन्छु भनेर उत्सवसँगै बिहा गरिदिनु। ठिक ठिक। अनि सुन न तिमीलाई एउटा कुरा थाहा छ यो बेला यो सुनको भाउ घटे बेला मैले यो हालेँ नि 5 तोलाको। 5 तोलाको? ए आमा कति राम्रो। 10 लाख पर्यो नि यसलाई। कहाँ हुन्छ दिदी 5 तोलाको 10 लाख हुन्छ? ए त्यस्तो जोक नगर्नु। नपत्ता बिलै यहाँ लिएर आएको छ मैले 5 लाख।